उसलाई सागाहरू कता रह्यो बाटो पनि यो उसिलाएपछि त बाटो त केही नचिन्ने पो रहेछ यस्तो उसिलायो कि कुरै नगरौँ। त्यही पनि साइकल देखिरहेछ। मकै लिन हिँडेको हामी चाहिँ उकालोमा कसरी लाने मान्छेहरूले म चाहिँ यसरी लान्छु है गाइज समात्ने अनि यसरी ठेल्ने। ओ यहाँ त अर्कै बाटो बनाइसकेको छ त। आमामा के साह्रो भित्र हालिदिएको बाटो पनि यस्तो हुन्छ। अब यहाँ राखेर म चाहिँ मकै काट्छु। यहाँ स्ट्यान्ड पनि छैन। हाम्रो चाहिँ यो मकै है सबै पाकिसकेको छ। अरूको भन्दा कति पछि काटेको कति पछि रोपेको अहिले र यत्रो भइसकेको छ। अभी मकै गाडी यो अलिकति हरियो जस्तो देखाइ रहेछ। यसलाई म काट्छु। अब अरू कहाँ खोज्नु जानु होला है। हरियो खोज्नु पर्यो। सबै सुकिसकेछ भाइ। अब 1-2 दिनपछि हामी गर्नुपर्छ। अब यहाँनिर आलु रोप्ने हो। मम्मी यहाँ त सबै ढलेछ हेर्नु न। अब उयो हरियो रहेछ। यसलाई नि म काट्छु। अब यसलाई देखाउने कुरा त हुँदैन। त्यही भएर बिहान पख भएर अलि मधुर देखाएको छ। मैले चाहिँ 2-3 टा मात्रै काटेँ। अनि दिउँसो मम्मीहरू आएर किन्नु आएको त्यही भएर धेरै किन काट्नु। तर अहिले साइकलमा लानु नि एकदम गाह्रो हुन्छ कि त्यही भएर धेरै काटेको छैन। 4टा काटेको। 4टामा नि अब म कतिवटा लानु सक्छु हेरौँ। यस्तो रहेछ। फाइनली गाइज घर आइपुग्यो। म चाहिँ कुवामा यो के भन्छ यो मकै चढाउन जानु लाग्यो। आज नागपञ्चमी छ नि त त्यही भएर मकै अब कता पो चढाउने हो त। हेर म अगाडि सबै चढाइसकेको छ त। यहाँ चढाइदिउँ त। यहाँ चढाइदिएँ। अरूले पूजा गरी गइसकेको छ। अनि यसरी अनि चाहिँ झ्याउ उम्रिसकेको छ यहाँ कुवामा।